मेरो भ्लगमा तपाईहरुलाई स्वागत छ हैन। यति मेरो च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब गर्नुभएको छैन भने लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला। आज चाहिँ म के भन्न चाहन्छु भने हैन, युट्युबतिर हेर्यो अनि यताउति हेर्यो पढ्न मन लाग्छ क्या। पढ्न मन लाग्छ नि जोसले एक दिन चाहिँ जोसले पढ्यो क्या। 2-3 घण्टा पढ्यो, जोसले पढ्यो। बुकलेट सुकलेट बनाइवरी ट्याक्क हैन बनाइवरी पढ्न स्टार्ट गर्यो। पढ्न मनै लाग्दैन के भएको हैन। पुरा हैन गाइज लेखिवरी स्टार्ट गर्यो। 1-2 दिन त जोस आउँछ। 1-2वटा साथीहरूले पढ्नुपर्छ यताउति भन्छन् अनि जोसले पढ्यो। अनि 2-3 दिनपछि निन्द्रा लाग्छ, सुत्यो, पढ्न मनै लाग्दैन हैन। तपाईहरु चाहिँ हैन सक्नुहुन्छ नि राम्रो पढ्नु होला। तर किनकि हैन यो अब कोही मान्छेहरू अब जाहिर खाइसकेपछि म पढ्छु गर्छु अग्रम बग्रम चाहिँ कमै मात्रामा सोच्दा हुने रहेछ हैन। छँदैछ के पढ्नु भन्ने जस्तो हुँदो रहेछ हैन। म पनि पढ्न भनेर धेरैचोटि चम्के, हुनेवाला केही छैन। कन्सल्टेन्सी गर, भोलिदेखि क्लास आउनु भनेर र पनि नगएको मान्छे हो क्या म। हेत्तरेका जानुपर्ने रहेछ। मलाई एकचोटि चाहिँ के भनेको थियो भने म 25 दिनको बिदा निक्लेको थिएँ। म 24 दिन चाहिँ क्लास आउँछु, तर कति लिनुहुन्छ भन्दा 33 दिनको कति लिनुहुन्छ भन्दा अलिक धेरै भन्नुभयो क्या। त्यो कुरा नमिलेर म नेपालमै छु गाइज हैन। त्यही भएर मेहनत चाहिँ गर्नुपर्छ। मेहनत गर्ने जति गइसके। नेपालमा चाहिँ यसो मेहनत नगर्ने मान्छेहरू मात्रै छौँ कि क्या हो जस्तो लाग्छ गाइज हैन। त्यस्तै हो, पढ्नुपर्छ। पढ्न चाहिँ अनि पढ्न भनेर म पनि धेरै जोसिएको मान्छे हो। तर स्कुल लेभलमा त पढाइ ठिकठिकै हो, खासै राम्रो त होइन हैन। ठिकठिकै हो। जब म 10 सम्म पढ्दा चाहिँ पढाइ खासै राम्रो थिएन। म +2 मा चाहिँ ओभर मेहनत गरेर पढेको मान्छे हो हैन। मलाई इङ्ग्लिस पनि खासै आउँदैन थियो। ट्युसन पढाइ यता सब गरेर म +2 मा चाहिँ ओभर जान्ने भएको थिएँ क्या। म +2 मा चाहिँ ओभर मेहनत, त्यहाँ जतिको मेहनत चाहिँ मैले लाइफमा केही नै गरेको छैन क्या हैन। त्यतिको चाहिँ मेहनत गरेको थियो भने म अहिले धेरै माथि पुग्थेँ क्या। मेहनत भन्ने कुराहरू त्यतिको। म 12 बजीसम्म पढ्थेँ गाइज हैन। अनि त्यतिखेर एउटा साथी थियो क्या, कोरियन ल्याङ्ग्वेज पढौँ भन्थ्यो, पढिएन यतिखेर। होइन त होला नि कोरियामा त्यतिखेर हैन पढेको भए ओभर ठाउँमै पुगिन्थ्यो क्या साथी। अहिले सँगै उसको र मेरो पढाइ उस्तै थियो। ऊ अहिले राम्रै ठाउँमा पुगेको छ भनौँ न हैन। मलाई नि पढौँ यताउति भन्थ्यो, आफू पढिएन गाइज हैन। हामी नेपालमै बस्ने हो, नेपालमै खाने हो, नेपालमै घुम्ने हो, रमाइलो गर्ने हो हैन। त्यस्तै हो, सबैजना विदेश गएर पनि हुँदैन। अब मेरो चाहिँ अफिस जाने टाइम भएको छ हैन। फाइनल्ली गाइज हैन, म चाहिँ अफिसबाट आएको छु। अब चाहिँ म 2 घण्टा जति सुत्नुपर्ने हुन्छ। आनन्द हैन चिलमा सुत्नुपर्ने हुन्छ। अनि यो छ नि बोतल चाहिँ डङरङ नहोस् भनेर लगाएको क्या। दिमाग हल्का लाउनु पर्यो नि त गाइज हैन। त्यस्तै हो। अब एकजना घर जस्तो होइन नि त, एकजना मात्रै सुत्ने। अब 2-3 जना 4-5 जना सुत्नुपर्ने हुन्छ। को आउँछ हैन, ड्याङडुङ हुन्छ। सुत्दा डिस्टर्ब हुन्छ भनेर चाहिँ मैले लगाएको हो हैन। यसो अलिअलि त दिमाग लाउनु पर्यो गाइज हैन। साथीहरू हैन, अनि अर्को कुरा के हो भने म चाहिँ वैशाख 1 गते चाहिँ उहाँ हाम्रो गाउँमा चाहिँ ओभर ठुलो मेला लाग्छ क्या हो। भोजपुर र खोटाङको सिमाना पर्छ त्यो चाहिँ हैन। त्यो ठाउँमा चाहिँ जाने भनेर एकदम प्लान गरिराखेको छु। सक्सेस हुन्छ होला हैन। यतिखेर चाहिँ लाली गुराँस चिम्बालहरू फुलेर यस्तो बबाल भएको छ कि त्यहाँ जाँदा नि एकदम आनन्द आउने ठाउँ छ हैन। त्यहाँ चाहिँ जाने प्लान गरिएको छ। अब कहाँसम्म हुन्छ हैन। जस 1 गते चाहिँ त्यहाँ ठुलो बबाल हुन्छ क्या। सबै खोटाङ भोजपुरको मान्छेहरू घुम्न आउनुहुन्छ।
एकदम मान्छे धेरै हुनुहुन्छ होइन, चिल हुन्छ, रमाइलो हुन्छ। साथीभाइहरू पनि जान्छौँ आएछ भन्ने राख्नु भएको छ होइन साथीहरू, हामी चाहिँ जानुपर्ने हुन्छ। त्यहाँको पनि भिडियो म ल्याउने नै छु। यस्तो बवाल छ कि त्यहाँको भिडियो पनि म अवश्य नै ल्याउने छु। अनि के हो भने वैशाख 1 गते त्यहाँ जाने, अनि अनि अरू ठाउँ पनि नयाँ ठाउँ पनि जाने भन्ने कुरा भएको छ हाम्रो, जान्छौँ होला। अनि श्रीअन्तु पनि घुम्न जाने प्लान भएको छ। लगभग हामी त्यहाँ पनि छिटै नै जानेछौँ। तपाईँहरूलाई भिडियो ल्याउने छु, प्लिज मेरो भिडियो चाहिँ हेर्न नछुटाउनु होला नि होइन साथीहरू। त्यस्तै हो। ल तपाईँहरूले मेरो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गर्नुभएको छैन नि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला होइन, त्यही हो। अनि मेरो भिडियोलाई माया गरिदिनु होला। तपाईँहरूले जस्तो कमेन्ट गर्नुहुन्छ नि म त्यस्तै बनाउने छु होइन। कन्टेन्ट भनेको तपाईँहरूले दिने हो होइन। म चाहिँ के हो भने नेपाल आर्मीको बारेमा हल्का जानकारीमूलक भिडियो पनि हाल्न त मन लाग्छ होइन, कुनै हालेको पनि छु। यदि तपाईँहरूलाई केही त्यहाँ नेपाल आर्मीको बारेमा केही जान्नु छ भने मलाई कमेन्ट गर्नु होला। म त्यो कमेन्ट हेरेर चाहिँ भिडियो बनाउने नै छु होइन। ल तपाईँहरू फेरि अर्को भिडियोमा भेटौँला गाइज।